एउटा पेन्सिल र स्केच बुक मलाई मनपर्ने आफ्नै संसार, जहाँ म एक्लै घन्टौँसम्म हराउन सक्छु। जब बाहिरको दुनियाँ निकै ढिक्क लाग्दो हुन्छ नि, तब म आफ्नो मुड ठिक गर्न चित्र बनाउने गर्छु। यो चित्र मात्र होइन, मेरो कम्फर्ट प्लेस हो। अन्तिमसम्म हेर्नुहोस् है। कहिलेकाहीँ म सोच्ने गर्छु, यो कला के हो? केवल एउटा सेतो पानामा कोरिएका केही रेखाहरू र त्यसको खेल मात्र हो कि मनभित्र लुकेको त्यो नभनिएको कुरा जुन शब्दले कहिले बयान गर्न सकेन। जब म यो चित्र बनाउन बस्दै थिएँ, मेरो दिमागमा कुनै ठुलो योजना थिएन। बस एउटा खाली पाना थियो र हातमा पेन्सिल। जिन्दगी पनि त यस्तै हो नि, होइन? हामीलाई थाहा हुँदैन भोलि के हुन्छ, तर हामी हरेक दिन नयाँ केही कोर्ने कोसिस गरिरहेका हुन्छौँ। संसारले तिमीलाई के भन्छ यसले फरक पर्दैन। फरक त तब पर्छ जब तिमी आफैलाई ऐनामा हेरेर भन्छौ, म जे गर्दैछु गजब गर्दैछु। यो दौड अरूसँग होइन, हिजोको आफैसँग हो। हरेक दिन अलिकति मेहनत, अलिकति धैर्यता र हेर्दा हेर्दै तिम्रो कथा बदलिन्छ। जब तिमी आफ्नो काममा डुब्छौ नि, तब बाँकी संसार आफै अधुरो लाग्न थाल्छ। यो चित्र पुरा हुन कति समय लाग्यो मलाई थाहा छैन, तर यसले मलाई एउटा कुरा चाहिँ पक्कै सिकायो, धैर्यता। आजको यो भागदौड भरिएको दुनियाँमा जहाँ सबैलाई छिटो दौडनु छ, यो चित्र कोर्ने केही घन्टा मेरा लागि यस्ता थिए जहाँ समय ठप्प रोकिएको थियो। म आफैसँग गफ गरिरहेको थिएँ। यो चित्रको हरेक कुनामा मेरो समय, मेरो सोच र मेरो एउटा सानो अंश लुकेको छ। एउटा सादा कागज र पेन्सिलको मद्दतले मात्र यस्तो आकर्षक आर्ट बनाउन सकिन्छ भनेर कहिले सोच्नु भएको थियो र? अन्ततः यो चित्र तयार भयो। कस्तो बन्यो त्यो त मलाई थाहा छैन, तर यसलाई पुरा गर्दा जुन सन्तुष्टि मिल्यो त्यो मेरा लागि अनमोल छ। यदि तपाईँ पनि आफ्नो जीवनमा कुनै कुरा सुरु गर्न डराइरहनु भएको छ भने नडराउनुहोस्। बस पहिलो रेखा कोर्नुहोस्, पहिलो पाइला सार्नुहोस्, बाँकी कथा आफै बन्दै जानेछ। यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। काममा जतिसुकै व्यस्त भए पनि आफ्नो रुचि मर्न नदिनुहोला। अनि तपाईँको चाहिँ के छ त्यस्तो अधुरो रहर?